के भयो रोक झन्डै लडी बाइक हौ के भयो विशेष कारण चाहिँ के भन्छ चित्र के यो बाइकको ब्रेक त छ कि छैन हौ ब्रेक छ नि यो ह्यान्ड ब्रेक हो यो फुट ब्रेक यो क्लच यो एक्सिलेटर यो सेल्फ एक्सिलेटर भन्छ यसलाई ब्रेक हुन्छ है यसको किन हुँदैन डुडोडा हुन्छ नि खुट्टामा हुन्छ हातमा पनि हुन्छ हौले होला ब्रेक त हुँदैन होला हौ यो बाइकको त यो किन यो ब्रेक होइन नि लगान त ब्रेक लाउँदैनस् ब्रेक अनि ब्रेक लाउँदैनस् छ रहेछ त ब्रेक रहेछ त छ होइन ब्रेक छ त अन्त के भयो अन्त अनि किन नलगाएको ब्रेक लगाए त अहिले अन्त अहिले लगाएर हुन्छ पर मेरो सातो त्यतैनिर हरायो सातो खोज्नु जानु कि के गर्नु म जिन्दगी एउटा छ न बिहा गरेको छु तेरो नानी छ बुढी छ तँ पो ढुक्कैले मर्दा पनि के हुँदैन म अब जिन्दगी एउटा कुदन त मैले कुदाइरहेको छु नि त मलाई थाहा छ नि त यसको बानीमा बेहोरा बाइकको बेहोरा कसो छ कसरी रोक्नुपर्ने कहाँ कन्ट्रोल गर्नुपर्ने अन्त अरे यार लरी गयो भने म चाहिँ मऱ्यो भने चाहिँ तेरो पो छ एउटा भए पनि चिनो मेरो छ चिनो मेरो माया लाग्दैन साथीको यसो गर्छ होइन जा म हिँडेर आउँछु छुट्टी कहाँ आज 2 किलोमिटर जानु बस न 2 किलोमिटर होस् या 100 किलोमिटर हिँडेरै पुग्छु म डरले हेर पात त निस्क्यो ब्रेक त रहेछ त हौ नानी ब्रेक रहेछ त हिँड अब हिँड ढिलो हुन्छ म जान्दिनँ ब्रेक थियो रहेछ थियो नि त ब्रेक थिएछ होइन थियो त अन्त किन नलगाएको हौ साला त्यो बिहा गरेर नानी भएर त्यो ढुक्कै त्यसको बिहा दान पनि भयो नानी पनि भयो त्यो ढुक्कै अनि म न मैले बिहा गरेको छु न मेरो नानी छ न मेरो गर्लफ्रेन्ड छ न राम्रो अनुहार छ यस्तो मान्छेलाई मार्नु खोजेको यसले राम बरु हिँडेरै जान्छु म हिँडेरै Oh,